Ask me if I give a fuck about man. Recently I just don't give a fuck about a thing. Ask me if I give a fuck about it this. Ask me if I give a fuck about it this. खेलौँ हामी सिओडिएम बिआर खेल्दैछौँ बिआरमा छु अहिले भेटरेन्टमा छु बिआरमा अनि एमपीमा त एज युजुअल हामी ग्रान्ड मास्टरमै छौँ अहिले यो बिआर सकाएर चाहिँ हामीहरू खेल्छौँ एमपी हजुरहरूको सपोर्ट भयो भने चाहिँ नेपाली युट्युबर सिओडीमा भन्न सक्छु है त्यही कारण सब्सक्राइब गरिदिनु होला लाइक पनि गरिदिनु होला सेयर पनि गरिदिनु होला सकेसम्म सो अब ल स्टार्ट भयो मेरो त जे होस् घोस्ट छ घोस्टवाला यो स्किन चाहिँ एकदम फर्स्ट स्पिनमा परेको एकदम खुसी लागिरहेको मलाई म पुरा फ्री टु प्ले प्लेयरै हो हुन चाहिँ तर अस्ति न सिपी इभेन्ट थियो फेरि रिटर्न गरेकोमा त्यही कारणले मैले पाएको थिएँ सिपी जुन चाहिँ पब्जीको युसी अनि फ्री फायरको चाहिँ डायमन्ड जस्तै हो अनि हामीहरू अहिले फार्ममा गर्छौँ फार्ममा धेरै जसो प्लेयरहरूले चाहिँ किन फ्री फायर अनि पब्जी मनपर्छ तर फ्री फायरमा स्किनहरू छ जुन चाहिँ पेड हुन्छ पुरै अनि त्यसको ड्यामेज पनि हाई हुन्छ अनि हान्न पनि हाई हुन्छ अनि त्यसको रेट अफ फायर ड्यामेज हुन्छ मैले सबै गेम खेलेको छु भने चाहिँ मलाई सबैको एक्सपिरियन्स छ सो त्यस्तो नराम्रो चाहिँ म भन्दिनँ गेमहरूलाई सबैजनाको आफ्नो प्रिफरेन्स हुन्छ तर जसले चाहिँ फ्री फायर खेल्नुहुन्छ एकचोटि सिओडिएम कि त सिओडीमै एकचोटि ट्राई गर्नुहोस् न तपाईँहरूलाई पनि अलि सजिलो हुन्छ खेल्न अनि फ्री फायर प्लेयरहरूले एकदम सजिलोसँगै खेल्न सक्छन् पब्जी प्लेयरहरूलाई त झन् अब अभियसली राम्रोसँगै खेल्न आउँछ किनभने यसमा जाइरो पनि छ जस्तो कि हेर्नु मैले भर्खर टिल्ट गर्दैछु अनि जाइरो यस्तो राम्रोसँग चलिरहेको छ अनि जाइरो प्लेयरै हो म नन जाइरो पनि होइन एमपी मेरो मनपर्ने भनौँ अब अर्को भनेको चाहिँ यो सिओडीमा चाहिँ फ्री फायरमा जस्तो क्यारेक्टरमा पनि स्किल हुन्छ अनि गनमा पनि स्किल हुन्छ सबै चिज हुन्छ त्यो अलिकति लो एन्ड डिभाइसहरूमा ल्याग चाहिँ तर जब त्यो डाउनलोड गर्दाखेरि गर्ने स्टार्ट गर्दाखेरि इन्स्टल गर्दाखेरि चाहिँ डाउनलोड गर्ने तर इन्स्टल भइसकेपछि चाहिँ डिलिट गर्न नि मिल्छ के सो त्यो फ्री फायर जस्तै हुन्छ ग्राफिक राम्रै हुन्छ यसको हेर्नु रियल जस्तै छ अब अहिले फ्रीमा यो जुन मेरो हातमा छ यो स्किन पनि दिइराखेको छ एकचोटि पक्नु म एकचोटि इन्सपेक्टै गरेर देखाइदिन्छु पहिला तर क्लेम इभेन्ट तर अहिले चाहिँ एउटा मिथिक AK117 अनि अर्को चाहिँ त्यो के भन्छ त्यसलाई यसलाई सकाइहालौँ अनि त्यस्तो के कुरा गरौँ ल AK117 अनि अर्को चाहिँ हामीले CR म्याक्स पनि पाइरहेछौँ फ्रीमा गन स्किन जुन चाहिँ लेजेन्ड्री पनि हो एउटा मिथिक पनि हो मिथिक अनि लेजेन्ड्री पाउनु भनेको चाहिँ धेरै ठुलो कुरा हो अहिले सिओडीमा त्यो पनि फ्रीमा जुन स्किनको लागि मान्छेहरूले कति हजारौँ हजार सिपी युज गर्छन् कतिले लाखै खर्च गरिरहेको हुन्छ त्यो चाहिँ सिओडीले हामीलाई फ्रीमा दिइरहेको छ सो तपाईँहरूले सिओडीलाई आजै जोइन गर्नुभयो भने चाहिँ तपाईँहरूलाई त्यो स्किन मिथिक स्किन अनि त्यो अर्को लेजेन्ड्री स्किन चाहिँ निकाल्न एकदम सजिलो हुन्छ ल अगाडिको किल नि चोरी हाल्यो यतै भागेर गएको थिएँ म किलिङलाई अब जस्तो म पनि नयाँ सिओडीको होइन तर पनि मेरो पर्सपेक्टिभबाट हेर्नुभयो भने मेरो फ्री फायर अकाउन्ट नि हजुरहरूलाई अहिले देखाउँछु अनि पब्जी अकाउन्ट पनि देखाउँछु कुनै पनि यस्तो अकाउन्ट छैन जुनमा चाहिँ म हाई ऱ्याङ्कमा गएको छैन दुबईमा गएको छु अनि कम्पेरिटिभली मलाई यो सिओडी नै राम्रो लाग्यो खेल्न चाहिँ किनभने फ्री फायरमा अनफेयर गेम भयो मलाई मनै परेन त्यो किनभने म एकदम पुरानो प्लेयर हो लाइक म अलमोस्ट 5 इयर्स कि त त्योभन्दा बढी नै खेलेको छु मैले फ्री फायर अनि मैले 3rd एनिभर्सरीदेखि खेलेको
मेरो बिचमा एक्जाम भएको कारणले चाहिँ मैले खेलिनँ। ल मेरो टिममेट मरेछ। अब यसो गएर त्यो अब जस्तो यसमा रिकल भन्ने पनि हुन्न, सो यस्तो अनफेयर गेम भन्ने हुन्न पब्जी जस्तो। मतलब पब्जीमा पनि छ रिकल, तर फ्री फायर जस्तो हुन्न। पब्जी त राम्रै छ ल यो कम्पेरिटिभली, तर प्लेयरहरू चाहिँ टक्सिक छन् क्या त्यसमा, अनि राम्रो हुन्न, त्यही कारणले टक्सिक प्लेयरले गर्दा। ल म नि गएँ, कताबाट हान्न ए माथि रहेछ। ल सो म नि अब मरेँ। सो जबसम्म म यसमा मरेन छु तबसम्म म तपाईँलाई मेरो फ्री फायर अनि त्यसको गेम प्ले देखाउँदै गर्छु। तर भयो किनभने यहाँ मेरो दुईजना टिममेट छन् जो उनीहरूले चाहिँ हामीलाई बचाउन गइरहेछन्। यसमा नि रिकल हुन्छ, रिकलमा डग ट्याग भन्ने हुन्छ। त्यो डग ट्याग चाहिँ एकचोटि स्क्यान गऱ्यो भने मात्र रिकल हुन्छ, नत्र फेरि हुँदैन। त्यस्तै हो, त्यो डग ट्याग लिन नि गाह्रो छ, फेरि त्यो एनिमीकै अगाडि गएर लिन जानुपर्छ। सो यसमा अलिकति रिस्की छ पब्जी अनि फ्री फायर भन्दा। एनिमीहरू क्याम्प गरेर बस्छन्, फेरि किल कन्फर्म गरेपछि अनि ऊ जस्तो कि ऊ भागेर गयो उताबाट, हाम्रोले स्क्यान गरे त हुने हो, स्क्यान गऱ्यो भने स्क्यान गर, स्क्यान गऱ्यो। अब हामीहरू चाहिँ रिकल हुन्छौँ। तपाईँहरूलाई म आफ्नो फ्री फायर अकाउन्ट अनि त्यो अकाउन्ट देखाउन ल्याएको थिएँ पब्जीको। तर हेर्नु है, म साँच्ची भन्छु भने मैले फर्स्टमा फ्री फायर नै खेलेको हो, अनि फ्री फायरमा मलाई धेरै राम्रो लागेर मैले गन स्किनहरू पनि धेरै लिएको छु। अनि मैले पब्जी पनि धेरै भयो, मैले म्याक्स के हुन्छ त्यो कङ्कररमा त पुगेको छैन, तर एस डोमिनेटरसम्म चाहिँ मजाले पुगेको छु। योभन्दा अगाडिकै सिजन हो, यो सिजन पनि होइन, योभन्दा अगाडिको सिजन हो। अनि अहिले म यो कल अफ ड्युटीमा चाहिँ लेजेन्डरी पुग्न खोजिरहेको छु दुबईमा, सो द्याट मैले फ्रीको स्किन पाओस् लेजेन्डरी नै। त्यो पनि अब हामीहरू कुनै कुनै सिजन जस्तो 6 सिजन 3टा सिजन्स हुन्छ, 6वटा सिजन्समा चाहिँ एउटा सिजन सकिसक्यो, अब 6वटा मतलब 7वटा बाँकी छ। अनि हरेक सिजनमा चाहिँ एउटा एउटा रिवार्ड हुन्छ, त्यो सुपर क्यास भन्ने हुन्छ, त्यसमा चाहिँ रिवार्ड पाउँछ। त्यो रिवार्ड पनि त्यस्तो नराम्रो के हुन्छ, हामीले पाइरहेको हुन्छ। लौ 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 जोन यो एउटा बिआरको म्याच सकोस्, अनि हामी तपाईँलाई एमपीको म्याचमा लाग्छौँ। पब्जी जस्तो स्लाइड नि गर्न मिल्छ यसमा, फ्री फायर जस्तो यस्तो एफपिपीमा नि खेल्न मिल्छ, टिपिपीमा नि खेल्न मिल्छ। अब हामी एफपिपीमा खेल्छौँ भने यो चाहिँ म्याक्सिमम् चाहिँ मल्टिप्लेयरलाई मात्र राम्रो हो, तर हामी मल्टिप्लेयर मात्र होइन, हामी अरू पनि खेल्छौँ नि त, बिआर नि खेल्छौँ। सो फ्री फायर प्लेयर पब्जी प्लेयरहरूलाई थाहा लाग्छ कसरी खेल्ने भनेर। मेरो पर्सनल एक्सपिरियन्स सोध्नुहुन्छ भने तपाईँहरूले, म चाहिँ सिओडी नै बढी प्रिफर गर्छु। अब जस्तो अहिले हामीहरू साथीहरू मिलेर यो एउटा हामीहरूले अर्गनाइज पनि गरिरहेको छौँ, जसमा चाहिँ हामीहरूले जस्ट 20 रुपिजमा चाहिँ हामीहरूको गेममा लगइन गऱ्यो भने हामीहरूले के भन्छ त्यो टुर्नामेन्ट गराउँछ, अनि त्यो टुर्नामेन्टको थ्रुबाट हामीहरूले रिवार्डहरू दिने गर्छौँ। लौ 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 अब मसँग गन छैन, राम्रो गन छैन, गन त छ तर रुक्नुहोस्। बिचराको किरै चोरिहाल्यो मैले, तर केही छैन, चल्ता है। एमपी राम्रो छ, फ्र्याग हानौँ। मेरो मिसन नि छ, म मिसन नि कम्प्लिट गरिहाल्छु। फ्र्याग 5 4 3 2 अनि 1। ल अब हाम्रो अगाडिको एनिमी पनि सक्यो, सो हाम्रो टेन्सन जुन छ त्यो सक्यो। भिएमपी चाहिँ अहिले नयाँ आएको गर्नु एकदम राम्रो छ। मेरो गाडी चाहिँ कहाँ गयो फेरि, मैले कहाँ पार गरेँ बिस। तपाईँहरूलाई सुरुमा खेल्न चाहिँ अब यो बिआरमा चाहिँ अलि झ्याउै लाग्छ, किनभने
धेरै लामो हुन्छ पब्जी जस्तै हुन्छ अनि प्लेयरहरू त्यस्तो धेरै हुँदैन नि त बोटहरू हुन्छ फ्री फायरमा जस्तो हुन्छ नि स्टार्टिङमा बोटहरू आउने पब्जीमा पनि स्टार्टिङमा बोटहरू आउने हुन त हायर लेभलमा यस डोमिनेटरमा थिएँ तर पनि मेरोमा बोटै लबी आउँथ्यो मलाई थाहा छैन किन हुनसक्छ मैले धेरै पछि खेलेर पनि होला तर मैले जब यस डोमिनेटर पुगाएको छ यस पुगाएको छ तब चाहिँ त्यस्तै अहिले म एसमा छु हुन चाहिँ पब्जीमा होइन अनि फ्री फायरमा त अब नयाँ सिजन भर्खरै आएको रहेछ म त्यसमा चाहिँ बिआर मतलब सिएसमा हिरोइकबाट झरेँ हो म जहिले पनि सकेसम्म हिरोइकै पुस गर्छु अनि त्यसपछि म खेल्न सुरु गरिदिन्छु तपाईँहरूलाई चाहिन्छ भने म एकचोटि फ्री फायरको नि डेडिकेटेड भिडियो बनाउँछु तर यो वाला अकाउन्टमा होइन अर्कै वालामा किनभने आई डोन्ट वान्ट त्यो अननेसेसरी भिडियोज मेरोमा म पहिला नत्र अननेसेसरी भिडियो चाहिँ राख्दिनँ म किनभने मैले आफ्नो करियरै यो सिओडिएमले दिइसकेँ अहिले अब म यताबाट कन्भर्ट हुन्छु जस्तो चाहिँ लागेन किनभने मैले यसलाई चाहिँ एज अ प्रोफिसियन्सी नै लिइसकेँ प्रोफिसियन्सी नै लिएँ हो मैले यसलाई प्रोफेसनलै भनौँ न प्रोफिसियन्सी भन्दा नि प्रोफेसनलै भनेँ म यसमा अब त्यो आफ्नो टिममेट चाहिँ अफलाइन गइसक्यो त्यसलाई बचाउन जानुको केही फाइदा छैन तर नि यसको डग ट्याग लिएर बसौँ किनभने त्यो एकचोटि मात्र मर्न लागेको छ एकचोटि त्यसको डग ट्याग लिएर बसौँ त्यो डग ट्याग पाउँछौँ हामीले अनि त्यसपछि त्यो अनलाइन आउने बित्तिकै हामीले बचाउन मिल्छ यसमा चाहिँ पेट्रोल भर्नु पर्दैन फ्री फायर जस्तै हो कल अफ ड्युटीमा चाहिँ अब पब्जीमा चाहिँ पेट्रोल भर्नुपर्छ थाहा छैन मलाई किनभने के सिन छ गाडीबाट उफ्रिँदाखेरि झर्दैन हायरबाट जाँदाखेरि पड्किँदैन के हो तर यसमा चाहिँ हुन्छ है मान्छेहरू उड्छ गाडीबाट नि यसमा हेलिकप्टर नि छ प्लेन नि छ होइन मान्छेहरूलाई त कस्तो कार्टुन जस्तो लाग्छ किनभने मेरो एउटा साथीलाई मैले रेकमेन्ड गरेको थिएँ त्यसले त कस्तो कार्टुन गेम यार खेल्नै झ्याउ लाग्दो भनेर भनेको थियो अनि छोडिदिएको थियो तर उसलाई अब के थाहा अब पब्जी भन्दा त अब यो नै राम्रो छ किनभने यसले धेरै जसो चिज फ्रीमा दिएर हुन्छ अनि म त जेसुकै होस् सिओडीलाई नै सपोर्ट गर्छु बरु फ्री फायर अनि पब्जी भन्दा किनभने मेरो पब्जीमा पनि धेरै नराम्रो एक्सपिरियन्स पाएको छु मैले जस्तो अब पब्जीमा मैले एकदमै हार्स प्लेयरहरू हुन्छ नि त्यो एकदम नराम्रो प्लेयरहरू धेरै भेटेको छु किनभने अब जस्तो खेल्न आएन भने चाहिँ अब डाइरेक्ट मुख छाडिदिने अनि नराम्रो व्यवहार गरिदिने त्यस्तो छ तर यसमा चाहिँ छैन त्यस्तो ओहो बिस्तारै बिस्तारै म नि मर्न लागिसकेँ त्यसलाई बचाउन आउने चक्करमा केही छैन म बाँच्न त बाँचिन्न जस्तो लागेको होइन रहेछ मरे म अब मुला भनेकोमा चाहिँ नराम्रो नमान्नु किनभने मेरो बानी नै हो मुला गरिराख्छु म जहिले नि अस्ति न मेरो यहाँ यता के भन्छ यो पुतली सडकै हो त्यो सिधा गयो भने चाहिँ बागबजार जाने अनि उता गयो भने चाहिँ त्यहाँ के भन्छ त्यो ठाउँलाई वर्ल्ड ट्रेड सेन्टर जाने बाटो छ नि त्यतातिर चेकिङ गरेर आएको रहेछ मलाई थाहा थिएन म राम्रोसँगै चलेर थिएँ हुन चाहिँ थाहा भएको रहेछ नि म राम्रोसँगै चलेर थिएँ सो इट वाज नट अ बिग प्रब्लम होइन तर यस्तो भयो कि अब जस्तो म गइरहेको थिएँ तर पुलिसले चाहिँ समात्यो क्या मलाई किन समात्यो भने थाहा भएन पछि हेर्छु त लाइन क्रस गर्यो भनेर मलाई समातेको रहेछ मलाई त रिस उठ्यो एकदमै किन मैले त कि गलत गरेको छैन मैले लेन क्रस गरेको छैन मैले बेकारमा आरोप लगाएको हो भनेर मैले जब बढी क्वेसन गरेँ तब म त स्टुडेन्ट हो नि स्टुडेन्टलाई सुधा है सिआइबी बोलाइदिन्छु भनेर धम्की पो दिन्छ बा एक्जिक्युट गरेँ होइन अनि के भएको थियो भन्दाखेरि चाहिँ मैले सोधेँ
मलाई उल्टा सिआइबी बोलाइदिन्छु अनि के गरिदिन्छु मलाई फसाइदिने त्यस्तो हुन्छ नि फसाइदिने खालकै त्यो जस्तो कुराहरू गर्न थाल्यो अनि मैले अब मान्छेलाई त रिस उठिहाल्छ नि म क्लास लिएर आएको थिएँ भर्खर त्यो बेला अनि मैले जब बढी क्वेसन गरेँ तब बढी क्वेसन नै होइन मैले जस्ट रियल क्वेसन गरेको थिएँ मलाई किन समातेको हो एकचोटि प्रुफ मलाई देखाइदिनुहोस् म केही गरिदिन्छु भने अब त्यति भन्दाखेरि त्यो मान्छेको इगोमा लाग्यो कि के भयो त्यो पुलिसवालाको है त मलाई त सिआइबी बोलाइदिन्छु रे अनि त्यो ब्लू बुक हुन्छ नि ब्लू बुक दिएँ थिएँ त्यसको हातमा थियो ब्लू बुक पनि तपाईँको नाम के हो भने मैले आफ्नो नाम पनि भनेँ तर पछि के भयो भन्दाखेरि नि त्यो ब्लू बुक अब पुलिस भएपछि अब ब्लू बुक हेर्न त आउनुपर्छ होइन पुलिस भएपछि ब्लू बुक लिन नै मिल्दैन ब्लू बुक भनेको यातायात कार्यालयको हो अनि उनीहरू चाहिँ होम मिनिस्ट्रीको अन्तर्गत भएको कारणले लिन मिल्दैन ब्लू बुक तर लिएछ ब्लू बुक मेरो अनि मैले जब त्यो पनि भने तब पनि मलाई नै उल्टा दोष दिएर समात्दिने अरेस्ट गरिदिने त्यस्तो धम्की दिएर अनि कुरालाई बन्द गरिदियो Down to the last 5 teams. Changing mag, cover me. त्यतिर छ एउटा Left. Getting close to victory. Reloading. Good shot. Dead. नेपालमा अब त्यस्तै हो पुलिस रिस उठ्दो Airdrop has been delivered. The safe zone is collapsing. लास्ट एकजना राम्रो प्लेयर छ अब त्यो कहाँ गयो अब पुलिसलाई क्वेसनै गर्न नहुने रे अनि क्वेसन गर्दाखेरि तिनीहरूले जवाफ पनि नदिने रे किन चाहिँ भन्छन् कि पुलिस अनि आम जनता भाइ भाइ भनेर त्यो भन्नु त बेकार हो नि अब कुनै पुलिसले गर्दाखेरि पुलिसकै त बदनाम के गर्नु तर पनि हुन्छ नि अलिकति सेन्स अफ रेस्पोन्सिबल पुलिस भएको भए चाहिँ त्यसले मिल्छ अब स्कुटर तपाईँको हो कुद्दाखेरि त रिस उठ्छ नि अभियसली मान्छेले The safe zone is collapsing. Changing mag, cover me. ल के गर्नु त्योसँग त्यस्तो छुट्टै मार्थ्यो त मलाई
ल यति हो बिआर भनेको त। अब अर्को चाहिँ तपाईँहरूलाई एकचोटि आफ्नो त्यो फ्री फायर अकाउन्ट नै देखाइदिउँ भनेर सोचेको, तर भयो छोड्नु। हेर्नु मन छ भने मलाई डिएम गर्नु न, म देखाइदिइहाल्छु नि आफ्नो के छ र के गाह्रो हो र त्यो जहाँ भनेको त्यो अकाउन्ट देखाउन नि। म त अहिले देखाउन सक्छु, हेर्ने हो भने भन्नुहोस्, तर लाइभ त होइन यो है। तर नि है एकचोटि खोलौँ अनि देखाउँछु तपाईँहरूलाई त्यो सिओडी एनको त अकाउन्ट यो भइहाल्यो। आजकल तर लाङखुट्टे नि के साह्रो बढेको है, बेकारमा रिस मात्र उठिरहेको छ त्यो लाङखुट्टेले गर्दाखेरि। ल यो चाहिने क्लेम भर्यो, अब 2000 पुग्यो होला, 2000 नै पुगेन। एकचोटि माइलस्टोनमा जाउँ, माइलस्टोन क्लेम गरिहालौँ, एक्सपिन हानिहालौँ लकी ड्रमा स्ट्रङ बक्समा, किनभने यो धेरै राम्रो स्किन हो, यो वाला पायो भने राम्रो हुन्छ। तर यसमा पनि लक भन्ने चिज चाहिन्छ, मेरो लक त्यस्तो राम्रो छैन भनेको, लक राम्रो छैन मेरो यसमा। यसमा के पाएँ फेरि, यति पाएको अवतार फ्रेम। अनि तपाईँहरूलाई म एकचोटि आफ्नो त्यसको अकाउन्ट देखाइहालौँ फ्री फायरको, अनि सिओडीको मतलब पब्जीको नि अकाउन्ट देखाइहाल्छु। मैले चाहिँ यो इन्फिनिक्स GT20 प्रोमा खेलिरहेको हो। ल यो चाहिँ मेरो अकाउन्ट हो, 66 लेभल छ। अनि मैले हेर्नु कति लेभलको छ त्यो पनि थाहा छैन मलाई, त्यो पनि म 7 लेभलको चाहिँ छु। यो के लेभल हो नयाँ आएको मलाई थाहा छैन, के भन्छ प्राइम लेभल 7 मा छु म। मतलब मैले धेरै खर्च गरेको छु एनिभर्सरी अनि विन्टर ल्यान्डको गर्ने। अनि यो मेनमा के पाउँछ मलाई हेरेर त्यो 66 लेभल अनि त्यो मेरो अकाउन्ट हेरेर नै थाहा लाग्छ, किनभने 19 चोटि हिरोइक पुगेको छु, अनि यसमा एकचोटि ग्रान्ड मास्टर नै पुगेको छु CS5 सिजन 14 मा। त्यो तपाईँहरूलाई पब्जीको अकाउन्ट हो, हेर्नुहोस् म तपाईँलाई पब्जीको अकाउन्ट नै देखाउँछु। मैले किन चाहिँ तपाईँहरूले सिओडी खेल्नु भनेर भनेको कारण पनि म भन्छु अहिले, तर पक्नु यो चाहिँ बढी मेन इम्पोर्टेन्ट छ यो पब्जी भन्दा पनि, मतलब आफ्नो त्यो अकाउन्ट देखाउनु भन्दा पनि अगाडि। हेर्नुहोस् है त, अब म तपाईँलाई देखाउँछु मेरो कस्तो छ अकाउन्ट, अनि तपाईँ आफै नै जज गर्नु म कस्तो प्लेयर हो भनेर। यो मेरो पब्जी अकाउन्ट भयो। वेलकम ब्याक। बाँकी कलेक्ट गरिहाल्नु सबै, के काम छैन मेरो त इलाइट पनि भइरहेको छ है सर, केही काम छैन तर मैले बोलेको खेल्दै खेल्दिनँ भने यो मेरो अकाउन्ट हो। हेर्नु एचिभ छ, यसमा बिरालो नि छ, गाडी नि छ, मसँग यत्रो धेरै लुगाहरू छ, यत्रो छ, यत्रो हेलमेट छ, यत्रो लुगाहरू छ होइन। स्टिल मैले किन चाहिँ पब्जी अनि त्यो छोडेर त्यो मेरो ऱ्याङ्क हेर्नु हुन्छ भने यसमै छु म, डोमिनेटरमा हो, CS22 मा मात्र हो, डायमन्ड 2 मै छु, राम्रै ऱ्याङ्कमा छु। त्यो दिन बल्ल स्टार्ट गरेको लास्ट डेमा म चाहिँ ठ्याक्क म कतिमा थिएँ, प्लेटिनममा चाहिँ मेरो डायमन्डमा छोडेँ। के हो यो नयाँ छोडिदिनु नि, यो चाहिँ मेरो अकाउन्ट हो। सो यु क्यान सी कि म त्यो क्याजुअल सिजनमा पनि पुगेको छु होइन। अनि मसँग त्यो स्किनहरू नि छ, अनि पेटहरू पनि छ। तपाईँलाई मेरो इमोट देखायो भने इमोट सेक्सन पुरा भरेको छ, पेट देखायो भने यो नि छ, अनि अर्को एउटा ड्रागन नि छ, गोडजिलावाला स्किन छ।
यो युएमपी भयो, इभो युएमपी भयो। हेर्नु तपाईँले देखाइहाल्छु नि, त्यसमा किन गइराख्नु पर्यो होइन। होइन तपाईँलाई म चाहिँ आफ्नो उयो भइहाल्यो, ल्याबमा गएर देखायो भने, वर्ल्डमा गएर देखायो भने यो पनि छ, 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 यो ग्रोजा छ, त्यो पनि गोडजिल्लावाला ग्रोजा कम हो, त्यस्तो राम्रोसँग देखाउँछ। SK12 छ योवाला, यो त पहिलादेखि नै थियो होइन। यो छ चिकन प्यारा छ, अनि यो स्कारएल छ, मसँग छ स्किनहरू चाहिँ यसमा। तर पनि किन मैले चाहिँ यो सब कल अफ ड्युटी जोइन गरेको भनेर चाहिँ म अब तपाईँहरूलाई भन्छु। कल अफ ड्युटी एउटा कुरा चाहिँ एकदम फ्री टु प्ले गेम हो होइन। तपाईँहरूलाई मन लाग्यो भने स्किन लिनुहोस्, मन लागेन भने स्किन नलिनुहोस्, तर स्किन भएको मान्छेहरूसँग तपाईँले स्किन लिएर खेल्न मिल्छ क्या। फेरि पब्जी र फ्री फायरमा छैन नि त्यो है। जस्तो अब पब्जीमा त तपाईँले अब एनिमीसँग कुनै गन छ अरे, त्यो एनिमीको गनको स्किन नै त लिएर खेल्न मिल्दैन नि हामीले होइन। तर सिओडीमा चाहिँ मिल्छ। सिओडीमा जस्तो मसँग यत्रो स्किन छ होइन। अब यत्रोमा मैले जुन भए पनि लिएर खेलेँ होइन, एनिमीले मेरो स्किन चलाउन मिल्छ। मेरो सेम अट्याचमेन्ट मैले जे चलाएर खेल्दा थिएँ त्यो लिएर खेल्न मिल्छ। सो यो पे टु विन गेम पनि होइन। तपाईँले पे गरेको एनिमीले एकचोटि माऱ्यो भने त्यो एनिमीको गन लिएर तपाईँले आफ्नो स्किलले डोमिनेट गर्न सक्छ। सेकेन्ड भनेको यसमा सिपी धेरै नै महँगो छ। सो धेरै जस्तो प्लेयरहरू नेपालमा गएकोहरूले चाहिँ त्यो खर्च चाहिँ गर्नुहुन्न होला होइन। त्यही कारणले चाहिँ यस्तो गाह्रो नै हुन्न। नत्र सिपीको प्राइस हेऱ्यो भने तपाईँले यस्तो महँगो छ, धेरैले लिँदैन। अब धेरैले लिएसम्म अब यो एउटा पास लिन्छ, मिथिक पास। यो पनि पब्जी जस्तै हो। जस्तो तपाईँले एकचोटि सिपी इन्भेस्ट गर्नुभयो, लाइफ टाइम इन्भेस्टमेन्ट हो कि यसमा पनि। पब्जी जस्तै युसी रिफन्ड भइरहेको छ होइन। यो एउटा लिन पायो। अनि त्यसपछि अहिले नयाँ इभेन्ट हेर्नु म तपाईँलाई देखाउँछु। यसमा गयो भने तपाईँले योवाला मिथिकवाला गन भयो होइन। यो मिथिकवाला गनमा चाहिँ तपाईँले यस्तो किल इफेक्ट पाउनुहुन्छ, यस्तो अपग्रेडेड लुक पाउनुहुन्छ, यस्तो बुलेट फायर हुँदाखेरि यस्तो लाग्छ भनेर देखाएको हुन्छ। यस्तो हामीहरूले आफ्नो टिममेटहरूलाई पनि दिन मिल्छ म्याक्स गऱ्यो भने। तर म्याक्स गर्नलाई पैसा चाहिन्छ जुन हामीहरूले लगाउँदैन अभियसली। अनि अर्को सिआर म्याक्स भन्ने पनि फ्रीमा दिइरहेको छ। यो पनि धेरै राम्रो गन्स किन एकचोटि हेर्नुहोस्। अर्को यो त एकको त म के नै भन्नु, यो त अति नै राम्रो छ, अति नै बबाल छ। मैले यसको गेम प्लेमा त देखाउन पाएको भन्दा पनि देखाउँछु, तर म देखाउँछु छिटै किनभने मसँग यो पनि अनलक हुन लागिसक्यो मेरो। यो सिआर 56A म्याक्स पनि कम्प्लिट हुन लागिसक्यो। अनि योभन्दा अगाडि चाहिँ हामीसँग योवाला थियो। योवाला चाहिँ चेन्ज भयो, तर मैले पाउनु है। अब यति हो। सो म तपाईँहरूलाई फ्री फायर र पब्जी भन्दा कल अफ ड्युटी नै सेलेक्ट गर्नुहोस् भनेर भन्न चाहन्छु। आफ्नो राय हो। एकचोटि खेल्नुहोस् न, खेलेर के हुन्छ र, खेल्नुहोस्, राम्रो लाग्छ। अनि फेरि 20 लेभल पुऱ्यायो भने तपाईँहरूसँग धेरै ट्रिपल लेभल पनि हुन्छ। 20 लेभलसम्म मात्र पुऱ्याएर पनि खेल्नुहोस्, तपाईँहरूलाई मजा आउँछ। मल्टिप्लेयरै खेल्नुहोस्, त्यसमा धेरै मजा आउँछ। सो आजको भिडियोलाई यति मात्र। हामीहरू अब अर्को भिडियोमा भेट्नेछौँ। अनि लाइक, सब्सक्राइब अनि सेयर नि गरिदिनु होला आफ्नो पब्जी प्लेयरहरू, फ्री फायर प्लेयरहरू जसलाई पनि। धन्यवाद।